to my another video अनि by the title हजुर थाहा पाइसक्नु होला आज चाहिँ मदर्स डे अनि अहिले चाहिँ बिहानको 9 बजिसक्यो अनि हामी चाहिँ हल्का सामान किन्नु थियो अनि त्यही भएर बाबा र म जान आँटेको अनि आज हामी के गर्छौँ अनि कसरी बनाउँछौँ मदर्स डे हेर्दै जानु होला हजुर यो चाहिँ हाम्रो नयाँ बसन्ती हो अनि यहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ अनि अहिले चाहिँ हामी जान आँटेको यो चाहिँ हाम्रो घर हो अब बाटोमा भेट्छु यता सामान किन्ने ठाउँ विन्टरमा छैन हाम्रो नेक्स्ट स्टप चाहिँ केक सपमा अब हामी केक किनेर जान्छौँ घरतिर हो 3टा मात्र अप्सन छ त्यही पनि राम्रो छैन तर लानै पर्ने हुन्छ किनभने अरू पसल बन्द छ नि त कुन लाने भयो अब चाहिँ हामी टिका लाउने कार्यक्रम हुँदैछ धेरै ज्ञानी हुनु थुतुनु नचलाउनु थुतुनु त्यही चिज राम्ररी बोल्दा हुन्छ सनक्क नसकिनु सठ्याए भने सधैँभरि पछिसम्म घर गए पनि फलानाको छोरी यस्ती भनेर भन्छन् आमालाई पनि दोस्छन् राम्ररी ज्ञानी हुनु राम्रै त छु थुतुनु नचलाउनु राम्ररी मात्रै भएर भयो ज्ञानी हुनु पर्यो नि पैसा पनि थाहा पाउनु त अब पैसा त अब ल ल ल थाप्ने हो नि सबैभन्दा ठुलो पैसा होइन त नानी पैसा नि हो एक प्रकार भर्खर उठेँ अनि अहिले 5 बजिसक्यो ढिलो पनि भइसक्यो अब म चाहिँ फ्रेस भएर रेडी भएर अनि सामानहरू ठिक पार्नु पर्ने छ अनि अब चाहिँ म फ्रेस हुन्छु रेडी हुन्छु अनि हजुरसँग भेट्छु यता
कता यता छुट्टी छ है अहिले म जानकारी गरेर अब 10 तारिकदेखि काममा छ 7-8 तपाईँको छुट्टी दिन त म यस्तो लेखेकी छ कि यस्तो लेखेकी छ रोज आर रेड भाइलेन्स आर ब्लू हाउ ब्लेस आई एम टु हेभ यु 1 2 3 गो ह्यापी मदर्स डे टु यु ह्यापी मदर्स डे टु यु ह्यापी मदर्स डे आफै हाँसी भन्नु ह्यापी मदर्स डे टु यु मात्र लेख्छ अनि के भन्नु त त्यति हो लेखेको ल थ्याङ्क यू भन्नु थ्याङ्क यू मेरो कान्छी ल हाम्रो चाहिँ मदर्स डे पनि सकिसक्यो अनि हामी चाहिँ आन्टीहरूलाई पुऱ्याउन जाँदैछौँ यहाँ केटाकेटी पार्टी चाहिँ आजको मदर्स डे पनि सक्यो अनि हामी ए बाबा त ऊ पर निस्किनु भएछ नि अनि हामी चाहिँ जाँदैछौँ मान्छे बोल्यो गाई चाहिँ फुल चोरहरूलाई हेर्नु फुल चोर्दै भाग्नु मैले भनेको हिजो यसरी चुन भनेको थिएँ कि यसरी चुर्नु पर्यो त फुल चोरेर भागेका यिनीहरू पनि डिक्कीभरि छ यिनीहरूको फुल चोरहरू म मात्र हो मेरो हातमा मात्र फुल छैन यी मैले त चोरै छैन होइन मैले गाइज हामी चाहिँ फुलसुल चोरीओरी अब सबैजना आफ्नो घरतिर जाँदै हुन्छ हामी चाहिँ पुऱ्याउनको लागि गएको राम्रो पुग्छ त्यही चाहिँ झर्छ ल बाई 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 ल आन्टीहरू पनि बाई बाई हामी पनि गएको होइन जाने भद्रकोल गएको है गाइजहरू अब हामी चाहिँ आन्टीहरू पनि जानुभयो अब हामी चाहिँ घर गएको अनि घर पुगेर भेट्छ हजुरहरूसँग बाई बाई अनि गाइज हामी चाहिँ सबैजनालाई घर पुऱ्याएर घर आइसक्यौँ अनि ढोका खोल्ने बाबा भित्र हुन्छ अनि ढोकै खोल्नु भएन अब हामी चाहिँ ढोका खोलिसकेर जान्छौँ कतिखेर ढोका खोल्नु थालेन आएको 5 मिनट भइसक्यो हेलो एभ्रिवान म चाहिँ फाइनली घर आइसकेँ अनि हजुरहरूले हेर्नुभयो होला हामीले मदर्स डे कसरी मनायौँ भनेर अनि त्यसपछि अहिले चाहिँ म भ्लगिङ गर्न जाँदैछु अहिले चाहिँ रातिको 11 पनि बजिसक्यो अनि भोलि चाहिँ मेरो कलेज छ अनि लास्टसम्म मेरो भिडियो हेरेर इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि अब अर्को भिडियोमा भेटौँला अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई बाई गाइस थ्याङ्क यू सो मच फर वाचिङ